सबैजनालाई म चाहिँ के भन्न चाहन्छु भने बच्चा-बच्चीहरू अब 7 वर्षदेखि ल्याएर अब बच्चाहरू एक्टिभ जुन कुराहरू जे देख्यो त्यही कुराहरू फिल गर्न थालेपछि अब नाच्न थाल्छ, अब गीत गाउन थाल्छ, गेम खेल्न थाल्छ, हरेक कुराहरू जे फिल्डमा पनि प्रब्लम सल्भिङ कुराहरू अब टेक्नोलोजीदेखि ल्याएर हरेक कुराहरूमा हो। त्यही समय त्यही उमेरबाट सिक्दै त्यहीबाट स्टार्ट गर्दै जानुपर्छ है खासमा। हो त्यति बेला माइन्डले ठ्याक्क चाँडै टिप्छ पनि चाँडै। त्यो बेला उमेरमा अब के म यस्तो गर्छु भने टेन्सन त हुँदैन नि त्यो बेलामा। हो त्योबाट ग्रोथ हुँदै जान्छ के बच्चाहरू। दिनुपर्छ के त्यस्तो गर्न बच्चाहरूलाई। तर यो मतलब होइन कि अब बच्चाहरूलाई सही गलत होइन, राम्रो काम गर्दा दिनुपर्छ के। अनि अर्को कुरा चाहिँ अब पछि गएर गर्छु भन्दाखेरि चाहिँ गाह्रै हुन्छ अनि यताउता त्यो भन्छु म। गाह्रो अब ढिलो भन्ने त अब जीवनमा त्यस्तो केही हुन्न, जति उमेरबाट नि स्टार्ट गर्न सकिन्छ। एज इज जस्ट अ नम्बर होइन। तर पनि हुन पऱ्यो कि साथीहरू बिच कस्तो हुनु पऱ्यो भनेपछि तेरो यहाँ मिस्टेक भएको छ है, यसलाई सुधार्नु पऱ्यो के, अलिकति सुधार्नु पऱ्यो। अब केही गरिराख्यो भने यसरी सुधार्नु पऱ्यो, यसरी हेल्प गर्नु पऱ्यो भनेर गर्नु पऱ्यो के राम्रो तरिकाले। भित्र रिस राखेर अनि यताउता गरेर चाहिँ कहिल्यै हुँदैन के। समाजमा यत्तिकै आउने बच्चाहरूले चाहिँ यस्तै धेरै माइन्ड त्यति बेला कति दामी राम्रो चलिरहेको हुन्छ बच्चा देखेर। त्यही भएर क्रिएटिभिटी माइन्ड भन्ने कुरा यति खतरनाक छ नि। त्यही गर्छु, आश गर्छु मैले चाहिँ आश गर्ने त्यही कुरा हो क्या। म चाहिँ ठ्याक्क धुबुली पार्कमा छु म। यस्तै कुराहरू गर्दै होइन के गर्ने, ठिकै त छ नि अरू त। सरर दृश्य देखाउँछु हजुरहरूलाई। हावा लागेको छ कि त्यही हो, हेल्पिङ ह्यान्ड हुनु पऱ्यो कि। स्वार्थ भन्ने कुरा कुल्या पार्ने एकले अर्कालाई कति राम्रो हुन्छ देखिरहेको हुन्छौँ कि हामी। अब एउटा खतरा भयो पैसा भन्ने कुरा कस्तो हुन्छ भनेपछि मसँग पैसै छैन भनेपछि छैन यार मसँग त पैसै छैन भन्ने भने त रित्तिँदै जान्छ जस्तो लाग्छ कि। रित्तिन्छ पनि यो बुढापाकाले भनेको कुरा हो। अनि ओहो मसँग त पैसा छ म घमण्डी, त्यो मान्छे पनि सकाप हुँदै जान्छ। अब कतिखेर के हुन्छ अब पैसा भन्ने कुरा केही पनि हुने ब्यालेन्समा गइरहेको छ, पैसा भन्ने कुराहरू भइरहेको छ, कतिखेर पान्ना पल्टिरहेको छ। तर हम्बल एउटा पैसा भए पनि नभए पनि र हम्बल चाहिँ हुनुपर्छ। अनि त्यो आउँछ कि मान्छे हो, मान्छेमा फेरि इगो त्यही आएर बिगारिरहेको हुन्छ। त्यो तिनीहरूलाई थाहा हुने कि मन असन्तुष्ट हुनु भनेको पाप हो के। कसैलाई अब ठ्याक्क रिस उठेर अब ल त मैले काट्छु, ल त मैले मार्छु भन्ने सोच आउँछ है। अब त्यतिखेर अब आफ्नो टाउको फुट्ने होइन, हात खुट्टा भाँच्चिने होइन। अब के हुन्छ भनेपछि चाहिँ मन असन्तुष्टि हुन्छ नि त। मन असन्तुष्टि हुनु भनेको त पाप लाग्नु होइन र। मलाई चाहिँ त्यस्तै बुझ्छु के। तर यो कलियुग हो, यो कलियुगमा तर मिल्ने भाइबहरू कस्तो मिल्नेसँग मिलेर जानुपर्छ के। अरे जहाँ अब मिल्दैन डिसरेस्पेक्ट धेरै कुरा हुन्छ कि। अब मैले धेरै कुरा मान्छे कतिसम्म गिर्छ है, मान्छेले कसैसम्म ट्रिट गर्छ भने केही नबोल चुपचाप बस्थ्यो सोझो तरिकाले, त्यही पनि जवाब पनि नफर्काऊ अनि सोझो तरिकाले डोमिनेट गर्छ के मान्छेहरूले। त्यस्तो कुराहरू मैले भोगेको छु के। म फिल गर्नु थियो कि कस्तो हुँदो रहेछ धेरै लङ टर्मसम्म। तर मान्छेहरूले त्यस्तो के भन्ने के क्यारेक्टर, मान्छेको क्यारेक्टर कस्तो हुन्छ, कतिसम्म के हुन्छ साइकोलोजी मान्छेहरू विभिन्न प्रकारको हुन्छ। बुझ्नु मन थियो बुझ्यो पनि, र धेरै कुराहरू यस्तो कुराहरू लाइफमा बुझ्नु छ। हस् त के कुरा गर्दा के हो के लाइफमा त अझै कति वर्ष बाँचिने हो। लर्निङ लाइफ इज अ लर्निङ रे क्या। नेभर स्टप लर्निङ। लाइफले स्किल सिकाउँछ, नलेज सिकाउँछ, बहादुर, करेज, ब्रेभरी सबै सिकाउँछ, लभ पुरा। म त हो गुरु जस्तो गरेर पुरा ज्ञान होइन, म त फिल गरेको कुराहरू
फ्याक्ट जस्तो कुरा लाग्छ र मैले बोल्दा त्यही भएर बोल्छु म त। ठिक छ नि त। ल यो चाहिँ हाम्रो जुबिली पार्क है गाइज, यस्तै छ जुबिली पार्कमा। सर उता चाहिँ भलिबल कोर्ट उता भलिबल कोर्ट होइन। अब रुखहरू देख्न सक्नुहुन्छ। अब यताउता रुखहरू त छँदैछ है, रुखहरू। अब बस्ने ठाउँहरू पनि छ, बस्ने ठाउँहरू कति छ, कति ट्याक्क बस्ने ठाउँहरू छ। सबै ठाउँ बस्ने, आराम गर्ने, फिल गर्ने। फुटबल खेल्छन् सबैजना, कोही हिँडिरहेको छन्, डिप्रेस नहुने कि कोही कसरी कति अरूलाई अरू कति बाँच्न मन गरिरहेछ, स्वस्थ बनाउन मन गरिरहेछ। बुढा हुन्छ नि 70 वर्ष बुढा हुन्छ, त्यही पनि अब 80 हुन्छ, कोही कति हुन्छ, त्यही पनि तिनीहरू त हार मान्दैन, हामी हार मान्नुहुन्छ त। कसरी आफूलाई हुन्छ के, तिमीलाई मात्र होइन के समस्या, सबैलाई हुन्छ कि। तर तिमी त्यो मैले गल्ती अब मलाई तनाव भएर मैले गलत बाटोतिर पनि हिँडेको छु कि कति वर्ष। तर गाह्रो भयो भनेर आफू डोपामिन हर्मोनको लागि, ह्याप्पी हर्मोनको लागि कहिले पनि त्यस्तो गर्नु हुँदैन कि। छ के राम्रो हेल्दी वे तरिकाले आफूलाई हिल गर्न सकिन्छ। तिमी गलत बाटोतिर लाग्यो भने चाहिँ अहिले टेम्पोररी कुराले पर्मानेन्ट तरिकाले तिमीलाई प्रब्लम दिन्छ। त्यसैले त्यही भनेको मैले भोगेको कुरा हो यस्तो कुराहरू। यङ एजमा डोन्ट फल इन लभ इन यङ एज, एन्ड अल्सो डोन्ट फल इन एडिक्टेड सब्सटेन्सेस। एन्ड किनकि अब यङ एजमा भनेको हाम्रो नेपालतिर अब यतातिर के हुन्छ, यतातिर यस्तै हो वेस्टर्न कल्चर भयो, त्यस्तो हुँदैन कि ब्रोकन हार्टहरू। अनि हार्टहरू ब्रोकन हार्ट पिपुलहरू यता त ब्रोकन हार्ट पिपुलै हुँदैन जस्तो लाग्छ कहिले कहिले त। किनकि एउटा हुन्छ फेरि अर्को हुन्छ क्या, जेमा पनि आज गल पनि छ, भोलि अर्को जस्तै छ। अनि सब्सटेन्सहरू युज गर्नु हुँदैन यस्तै है। रमाइलो म कस्तो रमाइलो प्रेजेन्टमा फिल गरिरहेको छु कि, प्रेजेन्टमा छु कि अहिले म प्रेजेन्टमा छु कि, रमाएर प्रेजेन्टमा बसिरहेको छु कि। आइएम ह्याप्पी विथ माई लाइफ के। मेरो कति वर्ष लस्ट भयो, कति के भइरहेछ जिन्दगीमा, के हुन्छ के हुन्छ कि केही हुँदैन ढिला भयो पनि। फेरि त्यो ढिलै छैन त, एज इज जस्ट अ नम्बर के। सक्छु भने मलाई विश्वास छ कि, मलाई विश्वास छ भने तपाईँहरूलाई नि त आत्मविश्वास हुनु पऱ्यो आफ्नो लाइफको। ल पिस, फेरि भेटौँला है गाइज। ल पानीको बोतल पनि लिएर आएको छु, पानी खाने भनेर। ल फेरि भेटौँला गाइज। ल।